हेलो गाइज, यति बेला चाहिँ हामी बौद्धमा छौँ र यो बौद्धको बाटोमा हिँडिरहेका छौँ। यता सुरेश सर हुन्छ। हेलो सुरेश सर, हेलो भनिदिनु त हाम्रो फ्रेन्ड्सहरूलाई। यता सुरेश सर खोइ यता आउनुहोस् ल, तपाईँ पनि हेलो भनिदिनुहोस्। यहाँ र तपाईँलाई चलचित्र बाह्रगाउँ हेर्नु भएको छ नि, बाह्रगाउँको सिनेमा हल चाहिँ यही होला। सिनेमा हल यही है, देखिरहनु भएको छ नि। सिनेमा हेर्न जाउँ भन्ने ठाउँ देखाइन्छ नि, यो चाहिँ यही हो। पछिल्लो समयको सुटिङ स्पट भएको छ यो होइन। ठाउँ चाहिँ दामी छ है। ल ठिक छ। र हामी चाहिँ बौद्ध घुमिरहेका छौँ। यो बाटो त गजब छ त। यो साथीहरू उहाँ रेस्टुरेन्टको लागि रुम घर हेरिरहनु भएको छ है। चिया अड्डा जस्तो खोल्नु पर्यो, चिया चौतारी खोल्नु पर्यो, चिया चौतारी खोल्नु पर्यो। ल यो ठाउँ ठिक भयो जस्तो छ। ल साथीहरू ठाउँ हेर्दै हिँडिरहनु भएको छ र हामी अब बौद्ध स्तूपातिर गइरहेका छौँ। बौद्ध स्तूपा पछिल्लो समय एकदमै राम्रो भएको छ, सजावट पनि राम्रो गरिएको छ। अहिले त चियाको एकदम फेमस छ नि होइन। चिया जहाँ जहाँ चियाकोसँग रिलेटेड चिया नाम राखेर जे पनि चलिरहेछ है। चिया मन्त्र, चिया खोइ के अड्डा होइन, चिया घर जे भने चलिरहेछ भने चिया गफ। ल सर, यो त मान्छे नबसेको घर जस्तो छ नि त। ल अब हामी भित्री बाटो हो यो चाहिँ बौद्धको भित्र बाटो पनि गजब भएको छ। यो त एकदम ठुल्ठुलो होटलहरू होइन, अनि रेस्टुरेन्टहरू एकदमै राम्रो खुलिरहेको छ। र भित्रभित्र पनि एकदमै खुल्ला ठाउँहरू छ कि है। खुल्ला ठाउँहरू टक्क देख्न सकिन्छ। यही ठाउँमा खोलाइ पनि भयो नि, यस्तै ठाउँमा होइन, यस्तै ठाउँ बनाइ नि चल्छ नि होइन। त्यो ठिक छ। त्यो घर पनि रहेछ अलिकति पुरानो, एकदम क्लासिक जस्तो देखिँदो रहेछ कि। यहाँ भित्री बाटो चाहिँ यस्तो सानो चट्ट परेको छ होइन। यहाँ चाहिँ यस्तो के को फुल हो यो? के को फुल हो यो खास? गोल्डन ट्री हो यो, गोल्डन ट्री हो त्यो। यहाँ यस्तो दामी होटलहरू छ। अहिले हामी बौद्ध स्तूपालाई चाहिँ राउन्ड लगाइरहेका छौँ। कुरा के भनेको? कसले कुन भाषामा? ल हामी कोर्रा लगाइरहेका छौँ। कोर्रा भनेको त कुट्नु पो बुझिन्छ। म चाहिँ कोर्रा लाउनु भनेको चाहिँ त्यो उसले हान्छ नि, त्यो बुझिरहेको छु भने। अनि के कसले चाहिँ भन्छ कि यसरी? अनि यो कोर्रा गर्नुहुन्छ, अब कोर्रा हान्ने भन्छ नि। कोर्रा हान्ने भने त्यो हान्ने हो कि भाटा दिने हो। पैतालामा हान्ने गर्छ। यो चाहिँ मैले बुझिनँ। ल म चाहिँ राउन्ड हान्छु। ल कोर्रा सर हान्दिनँ, भाइलेन्स फ्री मान्छे म। गजब छ। ल बुद्धिस्टमा केही होला त्यसमा फेरि त्यसलाई हामीले फेरि नेगेटिभ भनौँ भने नबुझ्न पाइयो होइन। तर त्यसलाई चाहिँ हामीले डोमिनेट गरेर चाहिँ होइन। बुद्धको स्तूपलाई मजाले हेरेर उहाँ एकजना क्यामेरा लिएर खिचिरहनु भएको छ। देशबाटै आउनु भएको छ र विदेशीहरूले चाहिँ यहाँ अनिवार्य रूपमा टिकट काट्नुपर्ने हुन्छ। नेपालीको लागि चाहिँ टिकट काट्नु पर्दैन। यस्तो मजाले अहिले घाम लागेको छ र घामको रिफ्लेक्ट भएर चाहिँ बौद्ध स्तूपा एकदम दामी देखाएको छ। ल दामी देखाएको छ।
गजब छ। बौद्ध स्तूपलाई चाहिँ हामी राउन्ड लगाइरहेका छौँ। नेपाली जति हुनुहुन्छ त्योभन्दा बढी चाहिँ त्यति नै बराबर चाहिँ विदेशी पाहुनाहरू पनि हुनुहुन्छ। के गर्न राखेको रहेछ इँटा कि के ब्लक के को लागि रहेछ के बनाउन लाग्यो हो यहाँ पनि फेरि भित्र हो कि यहीँ छाप्न लाग्यो हो कि यसरी नै छाप्न चेन्ज गर्न लाग्यो हो क्या यो भुइँको पुरानो होइन सर यो त्यो चाहिँ नयाँ होइन टुरिस्टहरूको सङ्ख्या देख्दा नि एकदम खुसी लाग्ने कि टुरिस्टहरू यसरी धेरै देख्दा नि जस नेपालमा केही त छ र त घुम्न आउनुहुन्छ भन्ने लाग्ने विदेशबाट मस्त दामी दामी सामानहरू बेच्न राखेको छ यहाँ के हो यो चकलेट बिस्किट्स नानीको बिस्कुट्सहरू बेचिराखेका छन् बेच्नै होला परेवाहरू मजाले पुगेको छ फोटोग्राफी चाहिँ भयङ्कर गर्ने है विदेशबाट आएर ल एन्टी लाइटमा फोटो दिइरहनु भएको छ उहाँले गइसक्यो मन्दिरबाट त्यहाँबाट होइन त्यहाँ हो त्यहीबाट हो सर त्यहाँबाट भित्र छिर्ने ठाउँ छ नि गइसक्यो अब सर यो वरिपरि घुम्दा कस्तो लागिरहेको छ एकदम राम्रो लागिरहेछ सधैँ फुर्सद भयो कि घुमिहाल्छौँ 2-4 राउन्ड होइन 2-4 राउन्ड त जहिले अब कहिले त दिनदिनै हुन्छ कहिले दिन बिराएर हुन्छ तर हामी बौद्ध नजिकै भएको हुनाले यहाँ चाहिँ आइरहेको छौँ हामी हजुर अलिक के नयाँ जोस आए जस्तो शान्ति मिले जस्तो तनाव अलिक कम भयो जस्तो हुन्छ हुँदैन ल हुन्छ नि अलिकति स्ट्रेस घुम्नु साथै यहाँ आएर एक राउन्ड यो स्तूपको आँखामा हेरिराख्दाखेरि पनि कति आनन्द आउँछ यहाँ भित्र छिर्न साथै छुट्टै अर्कै फिल हुन्छ सुरेश सर यहाँ यो पुग्नु तपाईँले चाहिँ होइन यो अब हरेक समय आइरहेको हुन्छ नि त होइन यहाँ एकदम घुम्दाखेरि तपाईँलाई कस्तो फिल हुन्छ एकदम पिस टाइपको एकदम शान्ति टाइपको मजा आउँछ नि मजा आउँछ यहाँ होइन टुरिस्टहरू चाहिँ नेपालीहरू सङ्ख्या नि जस्तो बाहिर देखिन्छ क्या त्यो देख्दा चाहिँ कस्तो हुन्छ नेपालमा यसरी टुरिस्टको सङ्ख्या अब कि त ठमेल जानु पऱ्यो कि यहाँ आउनु पऱ्यो होइन एकदम बढी देख्दाखेरि चाहिँ कस्तो लाग्छ भने नेपाल पनि अब यो के अरे के भन्छ केही छ नि नेपालमा केही छ यो गौतम बुद्ध जन्मेको ठाउँ गौतम बुद्ध जन्मेको ठाउँ अहिले एकदम राम्रो बनाएको छ यो तल चाहिँ यसरी ढुङ्गा राखिएको छ होइन अनि पहिले चाहिँ अलिकति राम्रो थिएन मतलब मिलेको थिएन हिँड्न नि अलिक अप्ठ्यारो हुन्थ्यो भने अहिले चाहिँ एकदम मजाले यो इँटाहरू राखेर ढुङ्गा छापेर दामी बनाइएको रहेछ र अर्को कुरा चाहिँ अहिले बौद्ध स्तूपा घुमिरहँदाखेरि ठ्याक्कै नोटिस भइरहेको कुरा चाहिँ यो जुन तार देखिन्थ्यो पहिले होइन यहाँनिर एउटा घरबाट अर्को घरतिर लगेको अहिले तपाईँले कहीँ देख्नुहुन्न ल यो तार पनि यसरी एउटा सेतो पाइपको बिचबाट यसरी पास गराइएको छ क्लिन भएको छ ताररहित बौद्ध स्तूपा भएको छ यो चाहिँ एकदमै तारिफ गर्न योग्य छ जसले गरेको भए पनि होइन यो चाहिँ एकदमै गजबको देखिएको छ यसले गर्दाखेरि पनि निकै सफा देखिने यो अब हरेक बजार सहर सबै यस्तो भइदियो त
कति आकर्षक हुन्थ्यो, तर त्यो गर्नलाई निकै चुनौतीहरू पनि छँदैछन्, तर यहाँ चाहिँ सम्भव देखियो ल।